हेलो साथीहरू, नमस्कार छ सम्पूर्ण मित्रहरूलाई। चितवन सानुगढी नारायणी नदीको तीरबाट मेरा मित्रहरूलाई हृदयदेखि नै नमस्कार, गुड मर्निङ, शुभ प्रभात, शुभ बिहानी। यहाँको अद्भुत दृश्य हजुरहरूलाई देखाउँदैछु। हेर्न सक्नुहुन्छ नारायणी नदीको सतह कति धेरै माथिसम्म आएको छ। यति फराकिलो ठाउँमा पनि नारायणी नदीको सतह हेर्नुहोस्, उभालेर माथि आएको छ। यस्तो दृश्यहरू अति नै रमाइलो। अनि सूर्य उदयको दृश्य हेर्न सक्नुहुन्छ। नारायणी नदीको माथि बादलभित्र चाहिँ सूर्य भगवान भर्खरै लुप्त हुनुभयो। हेर्नुहोस् है, आकाशको बादल कति रमणीय दृश्य छ यहाँको। अति नै राम्रो, अति नै भावुक, अति नै रमणीय है। नेपाल सानुगढीको यहाँको चाहिँ अद्भुत दृश्य मैले बिहानीको समय साइक्लिङ यात्रा गर्दै आउँदाखेरिको चाहिँ दृश्य हो साथीहरू। यो यहाँ आएर मैले बनाइरहेको छु। हजुरहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिन अवश्य नभुल्नुहोला। अनि लाइक सब्सक्राइब त अनिवार्य गर्नुपर्छ है साथीहरू। युट्युबमा यदि अगाडि बढ्नु छ भने हामीले यी कामहरू अनिवार्य गरेकै हुनुपर्छ साथीहरू। हेर्नुहोस् ल, नारायणी नदीको सतह यति ठुलो सतह, अनि यहाँको अद्भुत दृश्य। अनि मलाई यहाँ आउनको लागि कमसेकम आधा घन्टा साइकलमा लाग्छ है, मेरो घरबाट आउँदाखेरि। मर्निङ योग साइक्लिङ यात्रामा चाहिँ आएर बनाएको मेरो यो यहाँको रमणीय वातावरण, प्राकृतिकले भरिएको, प्राकृतिक सुन्दरताले भरिएको यो ठाउँ हेर्न सक्नुहुन्छ। चारैतिर हरियाली छ। अनि यहाँ हेर्नुहोस्, यहाँ नजिकै चाहिँ नि मेरो अब साइकल पनि छ। अनि त्यसको पछाडि गैँडा अनि गैँडाको बच्चा हेर्नुहोस् त। यस्तो राम्रो, यति अद्भुत यो टुरिज्म यात्रा जग्गा हो। यहाँ टुरिस्टहरू धेरै मात्रामा आउँछन्। अहिले बिहानीको समय भएको हुँदाखेरि र वर्षायामको समयमा त्यति मानिसहरू आउँदैनन्, र साँझको समयमा यहाँ लगभग मान्छेहरू चाहिँ निकै आइरहेका हुन्छन् यहाँको दृश्य हेर्नको लागि। अति नै अमूल्य, अति नै रमाइलो र अति नै खुसमय ठाउँ छ साथीहरू। कहिले आउनुभयो नेपाल भने सियोघाट ज्ञानेश्वर उद्यान वन विभागको चाहिँ भित्र है, यो सानुगढी यति नै रमणीय बनाएको छ। हेर्नुहोस् साथीहरू, सूर्य भगवान आकाशमा यतिखेर चाहिँ बादलको बिचमा चाहिँ लुक्नु भएको छ है। बादलले ढाकिसकेको छ। बादलमा कति शक्ति छ हेर्नुहोस् त साथीहरू। बादल भनेको एक जस्तो हामीहरूको भित्र मैलो हुन्छ नि, एक अर्काको आपसमा यस्तो उस्तो भन्ने कुराहरू काट्ने, यस्तो हरेक किसिमका चाहिँ मैला हुन्छन् नि। मैलो यदि दिमागमा मैलो भरियो, कचरा भरियो भने मान्छे पनि सही बाटोमा जाँदैन। त्यस्तै जस्तो यहाँ हेर्नुहोस् त, बादलले पनि सूर्य भगवानलाई बाहिर निस्किन दिएको छैन। बादल जस्तो मन हामीहरूको पनि हुन हुँदैन है। मन सफा भयो भने मान्छेको जीवन पनि सफा हुन्छ, र बादलले ढाकेन भने सूर्य भगवानले पनि राम्रो उज्यालो दिनुहुन्छ भन्दै मेरो सानो प्रयासलाई यहीँ टुङ्ग्याएँ। जय नेपाल।